सो गुड मर्निङ गाइज। आज चाहिँ मलाई ढिला भयो होइन, मैले ब्रस नि गरेर मैले मुख पनि धोएको होइन, ढिला उठाएको थिएँ। क्लास जाने बेला भइसक्यो। अब म वासरुममा छु, ब्रसको छु, अनि त्यसपछि म जान्छु। गाइज आज चाहिँ ढिला भइसक्यो होइन, ढिला चाहिँ भन्न मिल्दैन किनकि 5 मिनट बाँकी नै तर सराउनु भइसकेको छ। जति चाहिँ बाई गाइज म ढिला आयो भनेको त होइन रहेछ, किनकि म्याम आएर नि जानुभयो, किनकि क्लास पनि खाली थियो, इम्टी थियो, इम्टी चाहिँ म त्यो मान्छेले फेरि मुख गायो। के अरे आज चाहिँ म होइन सबैजना लाइक प्रायः सिनियर दिदीहरूलाई चाहिँ ल्याउँदैछु भिडियोमा। अनि सबैजनालाई चाहिँ म एकजनाको अगाडि एकजनाको रुममा जान्छु, अनि त्यसपछि चाहिँ अनि एउटा केही भन्नु भन्छु होइन, अनि दिदीहरूले लाइक जे भन्नुहुन्छ नि त्यसको त्यो लास्ट वर्ड जुन आउँछ नि त्यहाँबाट चाहिँ दिदीहरूले गीत गाउनु पर्ने हुन्छ कि। अनि सो अब हामी के गर्न जाँदैछौँ गाइज। सो गाइज म चाहिँ अहिले होइन मुटिङ काजको एउटा दिदीको रुम अगाडि छु। हुन्छ तपाईँ केही भन्न चाहनुहुन्छ? दिदीले होइन के छ के अरे कान्छी समथिङ के भन्नुभएको थियो होइन। अब दिदीले 6वटा गीत गाउनुहुन्छ लास्ट वर्ड। ल 6वटा गीत गाउनु चाँडो। 6वटा हो र एउटा त आउँदैन। 6वटा गीत गाउनु न। तपाईँले गाउने हो कि तपाईँले, मैले तपाईँलाई भनिरहेको छु यहाँ चाँडो। छम 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 तिम्रो बाउजू बजाउँदा गाजलमा खाले झनै मस्केर हेर्दा भुतुक्कै भए। सो म चाहिँ अब होइन म अर्को दिदीको रुममा जान आँटिरहेको छु। गाली गर्नुभयो भने चाहिँ थाहा छैन भने त्यो पनि म ट्राई गर्छु। अब मैले भन्दै होइन एबाट गीत गाउनु छ। सो गाइज म चाहिँ उहाँको रुममा आइसकेको छु होइन। अब मैले भनेअनुसार नै अब उहाँले चाहिँ एबाट गीत गाउनु पर्ने हुन्छ। सो अब एबाट मैले अघि नै एउटा मान्छे 6वटा गीत गायो होइन, अनि त्यहाँबाट लास्टमा इन्डिङ हुँदा ए आयो कि हजुरले एबाट गाउनुपर्छ। अलिकति अगाडि लाइक भन्न त भन्नुपर्छ नि यार। कहाँबाट के हुन्छ यार? आशियाना मेरा साथ तेरे रहना, ढूंढती तेरी गली मुझको घर मिला। आबोदाना मेरा हाथ तेरे रहना, ढूंढती तेरी खुदा मुझको रब मिला। तू जो मिला लो हो गया सब हासिल। आमा सो गाइज म आइसकेको छु होइन, नक गर्दैछु। सो गाइज म आइसकेको छु प्रकृति दिदीको रुममा। प्रकृति दिदीको रुममा आइसकेको छु। सो हुँदैन त्यस्तो हुँदैन। सो यहाँ कस्तो राम्रो छ हेर, यहाँ वालपेपर राम्रो छ गाइस। दिस रुम चाहिँ राम्रो रहेछ, कस्तो मजाले मेन्टेन गरेर राख्नु भएको छ सबै थोक। वाउ बाथ पनि रहेछ है, भुइँमा कार्पेट पनि कस्तो राम्रो छ। सो एज अ फ्रेन्ड मैले गरे अनुसार होइन अब दिदीले चाहिँ लबाट गीत गाउनुपर्छ। केबाट? लबाट गीत गाउनुहुन्छ दिदीले। अब आउँछ दिदीले चाहिँ अब कसैलाई डेडिकेट गरेर गाउनुहुन्छ अरे होइन। त्यस्तो केही होइन, मलाई केही आउँदैन। सो को हो त्यो स्पेसल मान्छे अब आफै सम्झिँदै ल लालु पाते लुङ्ग्यो भित्र किलाउतिर भन्दै कुन कसलाई भन्दै हुनुहुन्छ होइन। म भन्छु त्यो फेसमा एउटा भाइ छ अरे हाम्रो आशिकाको चाहिँ एकदम ठुलो क्रस हेर भाइ, तिमी यस्तो होइन
हिरा जस्तो मान्छे पछि पाउँदैनौ त्यही भएर अहिले ढिला त्यस्तो होइन मैले दिदीले चाहिँ कसलाई डेडिकेट गर्नु भएको थाहा छैन होइन को मान्छे हो त्यो 2 ठाउँमा आँखा लगाउने बिचरा दिदी माथि मात्र आँखा लगाउनु रे होइन रे लाइक आँखा लगाउनु होइन उहाँलाई नि आँखा लगाउनु रे 2 ठाउँमा आँखा नलगाउनु सो म अर्को दिदीबाट आइसकेको छु उहाँको नाम तुषा दिदी टुसा। सो अब उहाँले चाहिँ रबाट गीत गाउनुपर्छ आफ्नो पालोमा चाहिँ क्याउ गरेर थियो अनि अहिले यहाँ आएर चाहिँ गाइस स्टार्ट 1 2 3 गो रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जुदो र गसरी यो सारा हाम्रो रातो र चन्द्र सूर्य ल गाइस थ्याङ्क यू हामीसँग सम्झना दिदी अब उहाँले चाहिँ यहीबाट गाउनुपर्छ सो हजुरलाई जुन आउँछ त्यो गाइदिनु हे कान्छ ठट्टैमा यो पैसा जान लाग्यो जाँदैन बाचा खेर पर्खदिन आउला थ्याङ्क यू ल गाइस धेरै राम्रो गाउनुभयो सो गाइस हामी चाहिँ श्री दिदीको रुममा आइसकेका छौँ म आइसकेको छु हजुरले चाहिँ लबाट गीत गाउनुपर्छ लबाट लैजाने हो कि कतै टाढा टाढा मोहलाई कम्प्लिट अनि आउँदैन मलाई नि आउँदैन गीत यति हो आउँदैन अर्को आउने ल अब अर्को नि गाइदिनु नि त ल रबाटै गाइदिनु ल रबाट बहिनी यो इन्टिमिडेटिङ मी के हुन सक्छ त रबाट धेरै छ नि रात टिका नि धर्मा टलक्क टल्कियो अनि छातीभित्र मायाको आगो सल्कियो फुर्सद भए ए हजुर भेटौ शनिबार बहिनी सो गाइस हामी चाहिँ प्राप्ति दिदीको रुममा आएको छौँ एकछिन कस्तो काम छ ढोका खोल न सो अब प्राप्ति दिदीको रुम पनि कस्तो राम्रो रहेछ वा आशिका पनि मैले हिजो सब्सक्राइब गरेर बिर्साएर चाहिँ म अहिले गर्छु सो अब प्राप्ति दिदीले चाहिँ होइन लबाट गीत गाउनुपर्छ यता ए रबाट दिदीले गाएर अनि हजुरले रबाट परेको हो कि रातो रानी फुले जै साँझमा तिमी फुल्यौ कलेजीमा पुरै गाउनुपर्छ कि मनको रहरा टिङ टिङ घुमाउने काठमाडौँ सहर